आजको चाहिँ भ्लग चाहिँ एकदम स्पेशल हुनेवाला छ। आजको भ्लग चाहिँ किन स्पेशल हुनेवाला छ भन्दाखेरि चाहिँ मेरो चाहिँ युट्युबमा चाहिँ 1K सब्सक्राइबर चाहिँ कम्प्लिट भएको छ हो। लु मेरो अतुलाई 1K को टोकाना उडल्लै बोक्नु खोज्दैछ। लु मम्मीलाई 1K को मम्मीलाई आउनु हेल्न दि तपाईलाई चेरीसँगै ल। घर आउँदैछु खोलामा छु। सो हेलो गाइज, वेलकम एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। र आज चाहिँ हेर्नु सक्नुहुन्छ कहाँनिर छु म। त्यही हाम्रो सधैँको लोकेसन, सधैँको जग्गा, पिकनिक खाने जग्गा हो कोत्रे। यहाँनिर रुङजुङ खोलाको चाहिँ कोत्रे भन्ने जग्गामा। र त्यही हो, अब आजको चाहिँ भ्लग चाहिँ एकदम स्पेशल हुनेवाला छ। आजको भ्लग चाहिँ किन स्पेशल हुनेवाला छ भन्दाखेरि चाहिँ मेरो चाहिँ युट्युबमा चाहिँ 1K सब्सक्राइबर चाहिँ कम्प्लिट भएको छ हो। अब खुसी लागिरहेको छ, किनभनेदेखिको अब ठुल्ठुलो युट्युबरहरूको लागि, ठुल्ठुलो कन्टेन्ट क्रिएटरहरूको लागि त 1K त केही पनि होइन। तर अब हामी जस्तो सानो युट्युबरहरू, सानो भ्लगरहरू, भिडियो बनाउनेहरूको लागि त अब 1K भनेको त धेरै हो नि त। कति मेहनत गरेर होइन, दुःख गरेर अब 1K पुगेको छ। अहिले कोसिस गर्नेछु आउने दिनहरूमा पनि भिडियो ब्लगहरू कन्टिन्यू राख्छु भनेर। तर त्यही हो, अब मेरो ड्युटी नै त्यस्तै छ, कन्टिन्यू भिडियो बनाउनु पाउँदिनँ, कन्टिन्यू भ्लग हाल्नु पाउँदिनँ हो। तर पनि अब कोसिस चाहिँ जारी रहनेछ। त्यही हो, खुसी लागिरहेको छ। र अब आज चाहिँ यी केटाहरूलाई त्यही सानो ट्रिट जस्तो दिनुको लागि चाहिँ मैले यहाँ लिएर आएको नि त। अब किनभने मेरो भाइहरू नै हो, फर्स्टदेखिको तपाईँहरू भ्लगमा देख्ने भाइहरू नै हो। अझै साहिल भाइ छैन, साहिल भाइलाई मिस गर्छु। जस्तो गोरे भाइहरू छैन, रिवाजहरू छैन आज हो। अब त्यही हो, केटाहरूले भ्लग हेर्दैछ भनेदेखिको हेरिदेऊ, मजाले कमेन्टहरू पनि गर हो। मेन चाहिँ साहिल भाइलाई पुरा मिस गर्छु। साहिल भाइ चाहिँ हरेक हाम्रो सेकुवाको भ्लगमा साहिल भाइ हुन्थ्यो नि त। र त्यही हो गाइज, आजको नि हेर्नुहोस्, सानो भाइहरूसँग इन्जोय गर्नेछु। र यहाँनिर चाहिँ हाम्रो भाइहरूले काम सुरु गरिसकेको छ हो। अब म पनि काममा लाग्ने, फेरि दाजु चाहिँ भिडियोपट्टि मात्रै छ भनेर केटाहरू बिच्किन्छ होला हो। अब यहाँ हाम्रो केटाहरूले के भन्नु छ केटा हो? आज 1K पुगेछ, सबले सब्स्क्राइबहरू फेरि गरिदिनुहोस् होला। अलिक जोडले भन्न, साह्रो बिस्तारी बोल्छस् नि त हौ। लु भन अब तेरो के भन्नु छ भाइ? दाको 1K पुगेछ, अझै सब्स्क्राइबहरू गरिदिनुहोस् होला, सबले सपोर्ट गरिदिनुहोस् होला दालाई। थ्याङ्क यू सो मच भाइ। निश्चल भाइ के भन्नु चाहन्छस् भाइ? मेरो अहिले भन्नु के छैन त, अहिले चाहिँ प्याजै काट्ने, प्याज काट्ने मजाले ध्यान ल्याएर। यता प्याज भाइ केही छैन त भन्नु त, केही छैन। प्याजको छिल्का चाहिँ छिल्ने नै हो। बुद्धि लगाएको फेरि क्या। अब राति बाउले चप्पल हेर्दा घरमै छ भन्छ क्या, छोरालाई सुताएर थियो नि, चप्पल घरमै राखेर चाहिँ खाली प्याएको थियो मोरोमा। झ्यालमुरी पार्टी यो चाहिँ केटाहरूको ड्रिङ्क्स छ है केटा हो, झ्यालमुरीसँग ल। यहाँ चाहिँ केटाहरूले झ्यालमुरी हो, फेन्टा खानु थाल्यो। ओसे नि मुरै बेसी राख्यो नि त हामीले। अब चाहिँ खानुपर्छ हो, झालमुरी खाएर चाहिँ मासुहरू बनाउनु पर्छ। केटाहरूलाई प्याजी पनि बनाउने भएको। मैले बनाएको त के भयो? डर लाग्दैन भित्र। अब 1K स्पेसलमा केटाहरूलाई यस्तो मिठो आलुदम, अन्डा, चिकन खानेलाई चिकन, पापड बनाइदिइरहेको छु त यार। त्यो त अघि भइसक्यो। फ्राई गर्ने मान्छेको अनुहार देखाउनु पर्यो। अन्डकारी एकदमै अब यही यसमै पाकिसकेको छैन, अलिकति टाइम छ भाइ। 5 मिनेटमा चाहिँ पाक्छ। यसमा हाल्नु न, खुट्टा र यहाँ मासु नि सेकिँदैछ। दाजुहरूको एक्स्ट्रा सेकुवा हो, सेकुवा सेकुवा नमक हाल्यो न त, नमक हाल्यो अघि छैन लागेकै छैन त्यस्तो हल्का। यसलाई चाहिँ अब डकै सेकुवा ल।
बाय गाइस दुई खेल खाने गर्दैछु आजको डिस जिरा पाउडर पापड अहिले पाकेको हैन बिचारा लास्ट चिकन पापड पनि भयो हो कोपी पनि भयो कोले खाने कमेन्ट गर्नुहोस् होला ल गाइस अहिले चाहिँ हो सबै कुरो रेडी भन्दाखेरि पनि त्यो बन्दाकोपीको सब्जी बनाएँ पापड र अन्डा करी बनाएर चाहिँ अहिले हाम्रो लागि चिकन बनाउँदैछु हो दुईजना भाइहरू चाहिँ सहयोग र रियाज चाहिँ भेज अरे नि त भेज त होइन तिनीहरू नन भेज चाहिँ होइन तर तिनीहरू भेज पनि होइन फेरि अन्डा खाने अरे हो कौन है ये लोग कहाँ से आते हैं तिनीहरूको लागि चाहिँ अन्डा करी बनाइदिएको र अहिले चाहिँ चिकन रेडी हुँदैछ अब त्यो चिकन बनाएर चाहिँ खाना खानुपर्छ खाना खाएर हल्का स्विमिङ गरेर चाहिँ यहाँबाट निस्किने गाइस हेर्दै गर्नुहोस् जानु हुँदैछ हाम्रो दाजु सबै सकेर थियो टक्कै यहाँ अब सबै अहिले खाने टाइममा टक्कै जानुपर्छ माथि पनि हेर्दै गर्नुपर्छ गिद्दा नजरले अहिले फेरि आएर सबै अहिले चाहिँ सबै खानापिनाहरू पनि पाकिसक्यो रेडी भएर पनि हामी चाहिँ नुहाइधुवाइ गऱ्यो हो एकछिन पौडी खेले अन्त अब चाहिँ खाना खानुपर्छ खाना खाएर चाहिँ निस्किनुपर्छ टाइम पनि अहिले 3 बजिसक्यो र अब चाहिँ त्यो खानासाना खाएर चाहिँ यहाँबाट चाहिँ निस्किने हामी मेरो भिडियोग्राफर त अन्त गर्लफ्रेन्डसँग बोलिरहेको रहेछ उता कुनामा गएर हेलो गरिदिरहेको रहेछ जोर से बोल के लोगों को स्कीमें बता दे के भन्नु चाहनुहुन्छ त डोजर छ डोजर केटाहरू त्यही हो डोजर केही भन्नु छैन हो केटाहरूको त अन्त क्याट इज नट जम्प रहेछ नि त अन्त खुवाइ त अन्त क्या बोला तूने क्याट इज नट जम्प रहेछ नि त अन्त खुवाइ त अन्त बिरालो त ब्याक हुने रहेछ नि अगाडि देखेर त हाम फाल्नु सक्दैन यसमा लु यहाँनिर चाहिँ केटाहरूले मजाले खाना कस्तो भएछ केटा हो राम्रो छ होइन ओके रियाज मिठो छ खाना भने के हो केटा सिरियस छ त हेर्दैन त अन्त कोपीले गर्दा अलिअलि भए पनि क्या ग्रेभीको काम गर्यो A few moments later यहाँ चाहिँ केटाहरूले ड्राइभिङ हिकाउँदैछ यहाँ मुनि चाहिँ अझै हेभी ड्राइभर रहेछ अरे खोलामा आउँदैछु घर आउँदैछु खोलामा छु र गाइस अहिले चाहिँ हामी चाहिँ सक्यो खानासाना खाएर भाँडाकुँडा धोएर चाहिँ आजको 1K स्पेसल पिकनिक चाहिँ यहाँ खतम गरेर चाहिँ ब्याक टु द पेभिलियन घरतिर अब अहिले भरे चाहिँ फेरि सकेको छैन नि गाइस भिडियो चाहिँ फेरि अहिले भरे फेरि केक कटिङ हुन्छ नि फेरि 1K को तपाईँहरू भन्दै होला ए साला 1K सब्सक्राइबर पुग्दैन के साह्रो तमासा पारेको भनेर तर 1K चाहिँ हाम्रो लागि चाहिँ धेरै नै हो भनेर भन्छु म चाहिँ हो One eternity later गाइस अहिले चाहिँ हामी चाहिँ यहाँ एउटा जग्गामा आइरहेको छु घुम्नु हो मम्मी र भानिजलाई लिएर चाहिँ म चाहिँ यहाँ मजाको जग्गा छ हाम्रो गाउँदेखि अलिक माथि वी लभ नोम यहाँनिर चाहिँ म तपाईँ यहाँको दृश्यहरू पनि तपाईँहरूलाई देखाउने छु यहाँनिर चाहिँ अथु र मम्मी चाहिँ जानु हुँदैछ यहाँनिर मजाको आउँछ फोटो अलिक पछाडि उभिनु न यहाँनिर चाहिँ मेरो ब्याकग्राउन्डमा हेर्न सक्नुहुन्छ वी लभ नोम छ यो चाहिँ मजाले बनाएको छ यहाँनिर चाहिँ सानोबडे हट पनि छ त्यहाँदेखिको यहाँ माथि पनि सानोबडे एउटा बस्ने जग्गा बनाएको रहेछ हो त्यहाँदेखि यहाँनिरबाट उँधोको भ्यू चाहिँ हेर्नुहोस् स्याक्री भ्यू छ यो चाहिँ हाम्रो रुङजुङ खोला हामी चाहिँ यता तलबाट आएको
दामी छ जग्गा गाइज अहिले चाहिँ यहाँ मेरो पछाडि हेर्न सक्नुहुन्छ ग्याङ आइरहेछ केटाहरू चाहिँ किन आएको भन्दाखेरि चाहिँ म भन्दिनँ केटाहरूले नै भन्छ है ल केटाहरू किन आएको अरे आज चाहिँ दाजुको 1K पुगेको अब खुसीमा चाहिँ हामी आज केक कटिङ छ हो चाहिँ अब दाजुको यसो खुसीको रमाइलोको दिनमा अब यसो रमाइलो गर्न आएको लु अतु गएर भन्नु अतु लु अतुले के भन्छ तँ के भन्दै उ ल बाई बाई भन्दै सबलाई बाई बाई र अब चाहिँ हामी चाहिँ केक काट्न आँटेको हेर्नुहोस् अब केक कटिङको भिडियो आज चाहिँ मेरो चाहिँ 1K सब्सक्राइबर पुगेको युट्युबमा हो मैले बिहानै भनेको थिएँ तपाईँहरूलाई बेलुका चाहिँ केक कटिङ हुन्छ भनेर र अहिले चाहिँ केक 1K फ्यामिलीको जुन चाहिँ हाम्रो केक छ र म चाहिँ यो भिडियोमा चाहिँ के भन्न चाहन्छु भनेदेखि चाहिँ जति पनि मेरो सब्सक्राइबरहरू हुनुहुन्छ तपाईँहरूलाई चाहिँ धेरै धेरै धन्यवाद भन्न चाहन्छु थ्याङ्क यू भन्न चाहन्छु किनभने तपाईँहरूले सब्सक्राइब गरेर नै तपाईँहरूले सपोर्ट गरेर नै आज मेरो 1K फ्यामिली पुगेको हो युट्युबमा चाहिँ र अझै अगाडि पनि म भिडियो बनाउने कोसिस गर्नेछु ब्लगहरू कन्टिन्यू राख्ने म्युजिक भिडियो हुन्छ कि फुटबलको भिडियो हुन्छ कि होइन त्यो चाहिँ म कन्टिन्यू राख्ने कोसिस गर्नेछु र अहिले चाहिँ लेट्स सेलिब्रेट 1K ह्यापी बर्थडे अब अतुरा मैले काट्दैछु 1K फ्यामिली भनिरहनु पर्छ केटाहरूलाई पहिला अतुलाई खाइदिइहाल्छु ल 1K को लु मेरो अतुलाई 1K को टोका न उडल्लै टोक्नु खोज्दैछ लु मम्मीलाई 1K को मम्मीलाई आउनु हेल्न दि तपाईँलाई चेरीसँगै ल केटाहरूलाई लु अब पाले पालो पनि नै तोइज नितु भाइ अब अब हाम्रो रियाज भाइ र फाइनल्ली चाहिँ जेरी भाइ चाहिँ एकदम स्पेसियल हो किनभनेदेखि मेरो जतिवटा पनि भिडियोहरू हुन्छ सबैमा प्रायः भिडियोमै बिहाइन्ड द क्यामेरा चाहिँ सबै जेरी भाइले नै गरेको हुन्छ म्युजिक भिडियो पनि प्रायः उसले गरिरहेको हुन्छ भ्लगमा नि प्रायः साथमै हुन्छ केटाहरू सबै हुन्छ पियान्सु रियाज नैतिक निशल भाइहरू सबै हुन्छ हो तर मेन विशेष गरेर चाहिँ जेरी चाहिँ हरेक भिडियो मेरो म्युजिक भिडियोहरू भयो होइन भ्लगतिर पनि म्युजिक भिडियोहरू गर्दैछ भनेदेखि पनि क्यामेरामा चाहिँ जेरी भाइ नै हुन्छ र फाइनल्ली जेरी भाइलाई चाहिँ लु स्पेसियल छ है यहाँनिर दानासँगै यहाँनिर हेर्नुहोस् है यहाँनिर जेरी भाइलाई चाहिँ यो सँगै छ स्पेसियल ल अब यो बाँडिदिनु म